म आधी मात्रै देखेँ यार। भयो लु भयो। बाबा ये मैं हूँ, ये हम है, ये एक पीस है इधर डालो। और ये मेरी पार्टी हो रही है। रियल के भन्दिने बोडका यहाँ प्योर रेड वाइन सबैको अलग अलग टेस्ट छ। सुन न देखि रेड वाइन भनेर अनि कोक बोतल चाहिँ कोकको बोतल ल्याइदियो। उता पछाडि छ। यो चाहिँ हाम्रो सोडा भनेर दामी भनेको यार मैले। लेजेन्डरी कुक भन्दा कि यस्तो हो देखि भनेर पकाउँछ होइन। एकदम छैन है। म चाहिँ होइन कस्तो डाका रहेछ। होइन होइन यस्तो हो यस्तो गोरो देखाइदिन्छ यार मलाई पनि यो क्यामेरामा। अहिले त मलाई गोरो देखेको छ सबैलाई। काले चाहिँ काले छु भनेर छैन त भन्दिनँ नि त म। भन्ने कुरै होइन नि त्यो। हल्लाएर आऊ तेल तेल आउँछ। ए त्यस्तो पो हो। यसरी फाडी फाडी खानु। उज्यालो हालेर आऊ है। रस चाहिँ आएन बे कहाँ। मेरो टन कटाऊ होइन हालेन। पुग्छ मलाई त तिम्रो टेन्सन नल्याऊ। म अगाडि हेऱ्यो नि तिमीहरू उभिन्छ। त्यसको त टेन्सनै होइन कि रिदमको चाहिँ टेन्सन। माथि गएर गरमबाट चिउरा ल्याएर होइन खानेको। किन भात चाहिँ पुगिँदैन र। पुग्छ होला पुग्छ कि? होइन पुऱ्याउनु पर्छ नि। भातले त पुग्छ म त अझै थप्नु पनि सक्छु। उयो नै खान्छ नि। फाल्छ नि। के हुन्छ उयो मेरो बर्थडेमा क्या घरबाट उयो लिएर आउनु। ओके लाइट बारबेक्यू लाइट 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 भनेर उसको अन्त त्यो त्यो अलिक ठुलो लाइट त्यो उयो छ नि त रेडियो पनि भन्ने हो त्यो। त्यो त पकाएर बेलुका हुन्छ नि त। तिम्रो बुट्टेमा यहाँ चाहिँ हुन्छ कि होइन। कस्तो म त हुन्छु। केटाले तयारी चाहिँ धेरै गर्दैछ। गयो भने पुस्मा जान्छु। पुसमा म छेलेको छु नि त्यहाँ अघिदेखि होइन हो नि होइन छेलेको थिएँ नि म। अझै पिरो कम्ती भयो। त्यही भएर आँसु झाँदेको खाने मजा अर्को खाने नि। खोइ उ गर्ने उता यतिकै बस्केला दौडिन्छ। ए उसले त जति त्यहाँ बस यति खान्छौ हाला न मैले सोच भनिरहनुपर्छ। उज्यालो थोडा सा ज्यादा मत डालो। यति हाला हाला बाँकी देखिँदैन अझै एक एकचोटि गर्दाखेरि चाहिँ सकिन्छ कि एक एकचोटि गरेर साँच्चै यार हामी डर खाइँदैन। खाइन्छ आज अनि खाजा नि त्यस्तो मजाले खाइएको ए होइन नि कति त धेरै धेरै नहाले भन्दैन नि। अब चाहिँ अलिक चाहिँ अलिक नहाले पुऱ्याएर आऊ। ओके आउँदैन त यार पिस चाहिँ। यसो हेर्दाखेरि पनि मलाई अलिअलि रात पहेँलो उयो के अरे कुन कलर हो क्या हो यस्तो यस्तो त हुनु पऱ्यो नि मैले। यहाँ त कति कलर चाहियो होइन गाइज। हाम्रो घरमा पकाउनु भन्दा हुँदैन यस्तो। किन खै के पुग्दैन र एउटा त खोर्सानी हाल्न पाइँदैन फेरि हुँदैन हो। किन हुँदैन जानु भएन। बाईले गर्दा बाई
कुदेर निकाल्दिनु नि पछि हाल्नु नि मिठो हुँदैन नि त त्यसो गरेको सुरुमा हाल्न पाए पो मिठो हुँदैन अनि अनि अरू भनेको साँच्चै त्यसमा नि हाल्दा त त्यस्तो के हालेको थिएन तर पनि कसले तर पनि गएको छ त्यो उयोले गर्दा हो मिट मसलाले गर्दा हाल्यो अनि मैले घरबाट ल्याइकन कागजमा हालेको थिएँ नि त त्यो चियर छैन सकिला सक्यो यार बाल पारे ल्याउनु उता छ त पारे टाढा त अलि नतान्नु पर्यो टाढो टाढो बस नतान्नु सकिसक्यो अहिले नतान नतान्नु सकिसक्यो नि त अनि यत्रो छ यार हाल अहिले कहिले सकिने रहेछ भने मेरो नाम त्यो त जे सकिन्छ छ त्यही हो झर्छ फर्म हाल्छु हाल्नु जो दिन्न उया उया यो सबै फेसबुकमा म हजुर यसपछि बिप गर्नु है बाटो छु नि भने ल अब अरू के त्यही भएर घर चाहिँ केटा हो यो क्लिप भनेको कहाँ जान्छ थाहा छ डाइरेक्ट रिदमको फ्यामिलीबाट ठाउँ पुग्छ रिदमको बोलाइ हेरौँ न धेरै आएको छैन हौ भयो भयो केटाहरू ट्यापै हालेँ मैले थोरै म हाल्दिन लाँदै केही छैन ल अब यति बाँकी छ हेर आधी आधी पनि अहिले हुँदैन खै यसको बिर्को यसको अहिले बेला अहिलेसम्म यसको आधी आधी पनि हुँदैन केटाहरू को लगायो म पनि धेरै खुसी हुनु पर्दैन जबरजस्ती म पनि भन्नुपर्ने रहेछ अब त्यो साँच्चै अगाडि खाऊ अब केटा एउटा कुराको टेन्सन छैन रिदमहरूकोमा खाएर अब धन्दा हाम्रो त अस्ति मिठो रिकी बाई पनि पर्दैन हाल्नु एउटा फोन तिर्साइदिने हो ज्यान पार्नलाई गाह्रो पो रहेछ त रिदम किन ल अब हाल त उज्जवललाई होइन मलाई त नहाल तिमीलाई हाल सकिँदैन कागज छ तिमी हाल त अलिकति मलाई चाहिँ नहाल ल अब उज्जवललाई हाल अलिकति खानु हाल हाल धेरै न होइन थोरै खाऊ। होइन तिनैजना अलिअलि गरेर हाल्नु नि नि सबै हाल त यो दिनु ल यो खाऊ। मलाई कस्तो हराइरहेको छ यार रिदम छ मलाई के टेन्सन दिन्छ अहिले रिदमले अरू पनि माथि गरेर केही खानु बेलुका ओइ के हो नि यो ओइ खानु अलिकति हालेर सब थोक ल रिदम तिमीलाई करे ए थालमा हालेपछि कराइदिनु हुन्छ यार एक पिस होइन धेरै पिस पायो रिदमले एक्स्ट्रा यो चाहिँ हामीले के अरे यसको पैसा नतिर्ने आएर दिएको नि अरू तिमी त्यस्तो गर्दैनौ थाहा छ कि सर नाम चाहिँ सेभ नगर्नु हो हेर त बागाले कस्तो डाका रहेछ जे गर्यो भने हुन्छ नाम चाहिँ सेभ नगर्नु हो किन नाम सेभ गरेर नि इग्नोर लिस्टमा जान्छ घर आएर ओ उज्जवल 50 मासुको त चोक्दै छ हड्डी हड्डी मात्रै हो त बाका मैले जोसमा होस् गएर मलाई अलिक धेरै त हालिन खाइसक्छौ होइन यति खाइसकेर अझै ल्याउनु होइन उसले खाइदिन्छ म त के यस्तो हो आज अझै खाजा उतै गरेको छैन नि त पेटभरि खाएको छैन नि त एक प्लेट मोमो मात्र होइन 2 हो
तर मार्ने रहेछ नि यार राम्रो सक्यो होइन कसम मैले कन्ट्रोल गरेँ न नाकमै बसेर कुक होइन मैले कन्ट्रोल गरेँ कि र सिधै नाकमै बसेर कुक बोलेन मासु है गुगा गर्छ केटाहरू हाँस्यो म पनि त भयो एक होइन 2 अरे के के हो बाँधिएर नाच्नु अहिले बुवा आइपुग्यो नि छैन केही गर्दैन मलाई सुनिँदैन यो बोल्दै जिन्दगी त्यही भएर त ढोका कोठा यस्तो आउने हो न फ्रिडमले बुढी ल्याएर उखाएर नि सुनि कस्तो गाह्रो रहेछ जे कुरा होला भिडियोबाट साउन्डै रिमुभ हानिदिने आयो बिप गरेर सोचे भिडियोबाट खै साउन्ड भन्छ गयो यो पछि सिधै प्राइभेट स्पेसमा जान्छ ग्यालरीमा छोड्ने रिस्क लिनै सकिँदैन कुन चाहिँ कसले हेरिदियो भने भरे भिडियो फरवर्ड गरौँ है अनि सबको त्यो उयसमा के अरे लो को नानी केटाहरूसँग एउटा केटा एउटा केटी हो बुझ्यो पुरै साथीहरू भएर मासु ल्याएर उयो गरेर खाइँदैछ पिउँदै पनि छौँ कहिले आइपुगेको त म भोलि आउँछु हेर केटोको त उता गर नि साथी रहेछ भाइ हो तुमिको छोरा गुड्डीहरू पनि आएको दिपेश म आएपछि लान्छस् नि अस्तिको ठाउँ त्यही तैँले भनेको ठाउँमा त्यो फोटो खिचेको थिइस् नि ए खुबै कहीँ लान आँटेस् चियाबारी समुद्र हो चियाबारीमा राति सुन्नुपर्छ रिदमले भएछ नि ओए माइक पोखरी जानु भएछ त्यहाँ गएको छैन म रिदमले दिएको भाषाहरूमा चाहिँ टुट बुझिदिनु होला तपाईँहरू इन्टेलिजेन्ट नै ल, ल, हुनुहुन्छ भोलि जहाँसम्म मलाई लाग्छ खानाहरू खाएर हिँड्छु यो मान्छेको सङ्गत गर्नु हुँदैन बिगार्छ दुबारा छोड्छ ल राखेँ भात खाँदैछु म बुझ्नुभयो नि अब हेर्नु यहाँ एक कुकर लेगले सकायो 2टा कुकर ल्याएको थियो मैं त्यो पो 2जनाले हामी आधी खायौँ एउटा कुकर खाइसकेर कराई पनि खाँदैछ अनि अहिले यहाँ खानु आएर हुँदैन भनेर फेरि भोलि पर्सि नै काट्छु ल ल म भोलि आइपुगेर आउँछु नि तिमीहरूको दिन ल राखेँ रिदमलाई सबै हड्डीहरू दिउँ त खाइसक्यो तिमीहरूले मैले सुरुवात गर्थेँ मैले सुरुवात गर्थेँ हेर न म कस्तो मुनि मैले सुरुवात गर्थेँ ल रिदम प्लिज इन्जोय कोतारी मासु खाएर रिदम भएपछि केही टेन्सन छैन उब्रियो भने पनि उसैले खान्छ रह्यो भने नि उसैले खान्छ यो यस्तो मासु चाहिँ कसलाई मनपर्छ कोही खाने कि यो त्यस्तो खानु हुँदैन अब यति खायो नि अझै उसलाई ल्याएर दिनु भने अझै उसले 2 करा सकाउँछ यसमा कुनै चिन्दै छैन यो त किन उसलाई पुगेको थाहा छ मासु सक्यो नि त आज खाजा खाएको थिएन अरे 2 प्लेट मोमो मात्रै खायो अरे कोही गएर मलाई उयो ल्याइदियो नि यार पानीपुरी खाऊँ न पानीपुरी खाऊँ भन्दैछ पैसा निकाल्ने बेलामा एकदम चुइया के मुले यस्तो अहिले 5 मिनट अगाडि त्यो कोक ल्याएको 50 रुपियाँ दिन बाँकी थियो अघि
मेसेन्जरमा नाम लेख्न भ्याइसक्यो उज्जवल 50 रिकेश 50 मेसेजमा हेलो 50 रिदम छक्का के भन्नु सो यस्तै छ रिदम इज भेरी चुया भन्नै पर्दैन सबैले थाहा छ कस्तो यार लामो लाइभै गरे जस्तो भयो लामो छ उसको जिन्दगी यताबाट बिहारै उता सपार्ने तपाईँहरूले जुन लामो सोचिराख्नुहुन्छ त्यो छ छैन है बाई द वे म अहिले सुरु गर्न चाहन्छु उसले 1600 रुपियाँमा बेचेको ई सेवामा हालेको त्यो पनि 600 हो कि कति रुपियाँ त फिटै 600 रुपियाँ किन्ने मान्छेलाई पनि उसको अब मन परेन 600 रुपियाँ उसले फिर्ता माग्यो यस्तो प्रोडक्टलाई म धेरै हाल्न सक्दिनँ भनेर तर केटा कोकको बोतल खोइ तम ल यो अहिले मुभीसँग हो क्या त्यही भएर होइन भयो पर्दैन केटाको जुठो पनि खाइयो होइन त नखा यस्तो माका मैले जुठो खायो भने तिमीहरूको मात्रै हो मैले कसै खान्न म पनि खान्न हो मैले कहिले खाएको छैन कसको खाएको अहिलेसम्म कसैको खाएको मैले त केटीको शुद्ध खाएको छ यार म ए दसैँ त थाहा नि सर तिमीलाई गड ब्लेस यु यार हेर्नुहोस् खन्चुवा कराईमै दिँदैछ म एक्लै बाँकी यार लाइक छ एकदम छोडेर गएँ खाइ त मरद छ यार सक्यो भने चाहिँ सक्यो बिदा मगाएकै छैन रेड वाइन अब चाहिँ त पुस्कम सुनिन अघि भने त अहिले हो अब जोस अलिक चलेर आयो ब्याकग्राउन्ड म्युजिक पनि हो भिडियोको लागि त्यो सुन न ल अब यो मैले ब्याकग्राउन्ड सरो हुँदै छ अनि त्यसलाई 11 लाइक छ हो एकजनाले एउटा गरेर अडियो कस्तो भन्नु उसको बाहिर बस्नु कि म चाहिँ साँच्चै कुकर मासु भन्दै थिएँ रात गर्छु क्या त मैले भनेको छेउमा त्यस्तो मलाई कस्तो अझै छ भन्दै थिएँ मलाई त डाउटै थिएन मलाई त त्यही त मैले अझै खानु हुन्छ भन्दै थिएँ सकेको त नि तिमीले एकदम बिर्सिन्छ क्या मैले तर यहाँ सक्नु होइन दुईजना एक्स्ट्रा टाइम अनि आज त मैले देखाएको छु मैले खाएँ दुईचोटि थपेर अब कलेक्सन खाँदो रहेछ खाओ नि क्लियर पनि पुष्टि हो नि दुईचोटि थपेर लास्टमा मलाई अनि यस्तो हो मलाई कसैले सुपारी प्रदान गर्दा पनि भाग्यमै यो चाहिँ यसमा हाल्नु होइन यो चाहिँ एउटा ओइ मुनि टेबल के भयो त कस्तो हुन्छ